नमस्कार। केही समय चाहिँ मैले चाहिँ नीति श्लोकहरू चाहिँ वाचन गर्न छोडेको थिएँ। फेरि पनि नीति श्लोक चाहिँ वाचन गर्दैछु। आज चाहिँ विद्याको महिमाको चाहिँ एउटा श्लोक रहेको छ, जुन श्लोक सुनेर हजुरहरूलाई आफ्ना सन्ततिहरूलाई र साना बालबालिकाहरूलाई विद्याप्रति मोहित गराउन सक्नुहुनेछ। श्लोक यस प्रकार छ, जुन नीति शतकबाट लिएको हो। विद्या नाम नरस्य रूपमधिकं प्रच्छन्न गुप्तं धनं। विद्या भोगकरी यशा सुखकरी विद्या गुरूणां गुरु। विद्या बन्धुजनो विदेशगमने विद्या परा देवता। विद्या राजसु पूजिता न तु धनं विद्या विहीन पशुः। विद्या त्यस्तो चिज हो, मान्छेहरूमा लुकेर रहेको चाहिँ धन हो, जुन चाहिँ अविनाशी हुन्छ, कहिले पनि सिद्धिन्न। जति खर्च गर्यो त्यति बढ्ने खालको धन हुन्छ। विद्या भोग गर्ने, यश दिने, सुख दिने साधन हो। विद्या चाहिँ गुरुको पनि गुरु हो। विद्या विदेशमा जाँदाखेरि वा आफ्नो अन्जान ठाउँमा जाँदाखेरि चाहिँ बन्धु हो, आफ्नो साथी इष्टमित्र हो, सबै हो। विद्या परा देवता, विद्या जस्तो देवता कोही पनि छैन। विद्या नै देवताको पनि देवता सरह बनाइन्छ। विद्या राजसु पूज्यते न धनम विद्या। विद्यालाई राजाहरूले पनि पूज्दछन्, न कि धनलाई। विद्या विहीन पशु। यदि विद्या छैन भने त्यो चाहिँ पशु समान ठहरिन्छ। यसलाई दार्शनिक रूपमा चाहिँ हेर्दाखेरि विद्या चाहिँ आत्मविश्वासको चाहिँ साधन हो। विद्या केवल पढाइ मात्रै होइन, ज्ञान, विवेक, सत्य, आत्मबोध हो। विद्याले चाहिँ मानिसलाई चाहिँ अज्ञानबाट चाहिँ ज्ञानतर्फ लैजान्छ। विद्या नै वास्तविक देवता हो, किनकि यसले मोक्षतर्फ चाहिँ मार्गदर्शन गर्दछ, मोक्षतर्फ चाहिँ लैजान्छ। धन चाहिँ नाशवान हुन्छ, तर विद्या चाहिँ अविनाशी हुन्छ, कहिले पनि क्षय हुँदैन, कहिले सिद्धिँदैन। विद्या नभए मानिस चाहिँ शारीरिक रूपमा शरीर चाहिँ मानिस जस्तो देखिए तापनि मानसिक चेतनाको हिसाबले चाहिँ ऊ पशु सरह चाहिँ हुन्छ। विद्या नै चाहिँ चेतनाको चाहिँ मार्गदर्शक हो भन्ने कुरा चाहिँ यस श्लोकमा चाहिँ देखाएको छ। हरे नमः, अस्तु, धन्यवाद।